रोजगारीको सिलसिलामा 3 महिना अघि साउदीको अल चाइना जुस कम्पनीमा काम गर्न गएका 14 जना नेपाली कामदार साउदीको रियाद स्थित सडकमा 11 दिनदेखि अलपत्र परेका छन्। अलपत्र परेका नेपाली कामदार अहिले पनि सडकमै बसिरहेका छन्। उनीहरूको अवस्था नाजुक बन्दै गए पनि सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। अवस्था आइरहेको छ। हामीसँग खाने पैसा पनि छैन र हाम्रो शरीरमा सबैको शरीरमा चाहिँ घाउ खटिरा निस्किन थालिसकेको छ र हामीलाई चाँडोभन्दा चाँडो चाहिँ नेपाल सरकारले उद्धार गरिदिनु पर्यो। विदेश जानु मन छैन, गाउँमा बसी काम छैन, खेतीपाती हुँदैन, बाउआमालाई पाल्नु छ, खल्तीमा सुक्क दाम छैन, जे गरे नै काम छैन। सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। बाल बच्चा छोडेर श्रीमतीले रुवाएर मोको आँसु हेरेर ऋण धेरै काटेर आफ्नै देश छोडेर विदेश जाने बाध्य भो भारी छाती बोकेर मनमा नै मरेर। सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। छैन आम्दानी, छैन रोजगारी, विदेश नगए त परिवार कसरी पाल्ने, दुःख नगरे त नुन भात भेटिन्न साथी। देशमा सरकार त छ तर भन्न मात्रै, सबै काम कुरो ठप आज यसको बन्द। हामीलाई भोट दिनुस् यो पार्टीले गर्छ पानी जहाज र रेल, चुनावमा सीमित देशका करोडौं युवाहरू खाडीतिर बिजी छ। विदेश गए पनि कस्तो ठाउँमा पर्ने, अर्काको लाड सहेर हामी बस्न पर्ने, जति आँसु छाडे नि जति रोए पनि छैन यहाँ कोही नडु भन्ने पनि। सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। विश्वले नै चिनेको शान्ति देश हाम्रै हो, इतिहास साँची छ गोर्खा हाम्रै सान हो। नेता जति चोर भई देश अन्धकार भो, तेरो छुटो शासनले दुःख पायो जनताले। सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। देश त हाम्रो राम्रै हो, भ्रष्टाचारले भरियो, अब त आँखा खोलन निहालेर हेर्न, जनता दुखी भइसक्यो अब त केही गर्न। सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे, सरकार रोजगार दे। अहिले नगरे त कहिले भोकले चटपटी राछ मित्र हेर जहिले, अहिले नभने त कहिले नोटको बदलामा हामी भोट दिन्छौँ जहिले। छोरा छोरी छाडेर कोही गाछ खाडीमा, मन गाँठो पारेर विदेशी न बाध्य भा, रोजगारी भएको भए घुम्न जान्थ्यो अमेरिका। रोजगारी दे सरकार अब हामीले सहन, रोजगारी दे सरकार अब हामीले सहन। विदेश त मात्र ठुलो हो, स्वर्ग देश नै हाम्रै हो, युवा जति बाहिर भो देश खाली हुने भो, अब त आश गर्दछौँ। सरकार रोजगार दे, 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 सरकार रोजगार दे।